टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ 70का 35 वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु सम्बन्धी प्रसङ्गबाट। कोरोना संक्रमण भएर उपचार गराइरहेका 70का एक युवकको धरानमा मृत्यु भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत 70को खडक नगरपालिका वार्ड नम्बर 3 का 35 वर्षीय पुरुषको मृत्यु भएको हो। अस्पतालका अनुसार उपचारका लागि 30 भदौमा प्रतिष्ठानमा भर्ना गरेका संक्रमितको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो। मृत्यु भएका संक्रमित व्यक्तिको मृगोलामा विगत 1 वर्ष यता समस्या भएर नियमित डायलासिस गराएको पाएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार हप्तामा 2 पटक डायलासिस गर्ने युवकमा उच्च रक्तचापको पनि समस्या देखाएको थियो। पछिल्लो पटक मृत्यु भएका 70का युवकसँगै प्रदेश 1 मा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या 51 पुगेको छ, जसमध्ये 14 जना प्रदेश 2 र 36 जना प्रदेश 1 का छन्। सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन्। बलात्कृतहीन विरुद्ध प्रहरी कहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका 7 ललितपुरकी 17 वर्षीय किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ। सोमबार बिहान धान खेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताउनुभयो। उहाँका अनुसार आरोपित 4 जना विरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँले भेला बसी उनीहरूलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन्। घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार पञ्चायतहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन्। मण्डल समुदायका 8 र 10 जनाको छलफलले पीडित उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितबाट 55,000 क्षतिपूर्ति भराउने निर्णय गरेको छिमेकीहरूले जानकारी दिए। साना घटनामा प्रहरी कार्यालय आउने तर संवेदनशील घटना लुकाउन खोज्दै प्रवृत्तिले प्रहरीलाई घटना अनुसन्धान गर्न र अपराधी पक्राउ गर्न समस्या हुने गरेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो। घटनाको खबर पाए लगतै प्रहरी निरीक्षक खड्काको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पाक्तो र प्रहरी चौकी प्रवाहको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ। घटनास्थलमा पीडितले जोगिनका लागि धान बाली र आली समातेर गरेको सङ्घर्षका चिन्हहरू, मडारिएको धानका बाला, फुटेका हातका चुराहरू र अन्य प्रमाणहरू पाएको प्रहरीले जनाएको छ। किशोरीको मृत्युपछि सामूहिक बलात्कारका 4 आरोपित गाउँबाट फरार भएका छन्। घटनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउने पञ्चायत जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई भने पक्राउ गरेको छ। पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ। मृतकको शव मङ्गलबार राति राजविराज ल्याएको छ। प्रहरी निरीक्षक खड्काले शवको परीक्षण धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने जानकारी दिनुभयो। सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज 30 गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको सङ्क्रमण कम नभएपछि भदौ 31 गतेसम्म रोक लगाएको सीमा नाकालाई थप 1 महिना बन्द गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप गेवालीले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले थप 2 नाका खोल्ने निर्णय पनि गरेको छ। यसअघि 10 वटा नाका मात्रै खुला भएकोमा अब 12 वटा नाका खुल्नेछन्। इलाकाको पशुपति नगर र दाजुलाका 2 नाका थपेर 12 वटा खुला गरिएको छ। त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री गेवालीले बताउनुभयो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ पाठ्यक्रमको ढाँचा सार्वजनिक गरेको छ। बाँकी 7 महिनामा शैक्षिक सत्र पूरा गर्ने गरी मन्त्रालयले मङ्गलबार संश्लेषित पाठ्यक्रम सार्वजनिक गरेको हो। कक्षा 1 देखि 10 कक्षासम्मको पाठ्यक्रमलाई खुम्च्याएर मन्त्रालयले नयाँ पाठ्यक्रमको ढाँचा सार्वजनिक गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिजामणि पोखरेलको उपस्थितिमा उक्त पाठ्यक्रम सार्वजनिक गरेको हो। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले संश्लेषित पाठ्यक्रम अनुसार अब बाँकी रहेको 7 महिनाभित्रै यो वर्षको पठन पाठन पूरा हुने बताउनुभयो। वैशाख महिनामा सुरु हुनुपर्ने शैक्षिक सत्र कोरोना संक्रमणका कारण अहिलेसम्म सुरु भएको छैन। आउने चैत्र महिनाभित्रै शैक्षिक सत्र पूरा हुने गरी नयाँ पाठ्यक्रम तयार पारिएको दाहालले बताउनुभयो। मन्त्रालयले गत असारदेखि नै वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गरे पनि प्रभावकारी देखिएको छैन। सबै विद्यार्थी सहभागी हुन नसकेको पनि असोज 1 गतेबाट पनि वैकल्पिक माध्यमबाट पढाइलाई निरन्तरता दिने मन्त्रालयको योजना छ। अनलाइन टेलिभिजन रेडियो तथा पाठ्य पुस्तकको आधारमा वैकल्पिक पढाइ सुरु भएको छ। यसलाई प्रभावकारी बनाउन मन्त्रालयले विद्यार्थीलाई निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने वा अन्य डिभाइस उपलब्ध गराउने विषयमा पनि छलफल गरिरहेको छ। संश्लेषित पाठ्यक्रमलाई 2 भागमा विभाजन गरिएको छ, जसमा विद्यार्थीले आफ्नै पढेर नबुझेका कुरा शिक्षकलाई सोध्न सक्ने तथा घरैमा पढेर अभिभावकको सहयोगमा पनि हल गर्न सक्ने गरी विभाजन गरिएको दाहालले बताए। विद्यार्थीलाई दिइने गृह कार्य, विभिन्न प्रकारका परियोजना काम लगायतलाई पनि पाठ्यक्रमसँग जोडिने दाहालको भनाइ छ। कार्यक्रममा शिक्षा मन्त्री पोखरेलले जसरी भए पनि विद्यार्थीको सिकाइ प्रक्रियालाई निरन्तरता दिनुपर्ने भन्ने मान्यताका आधारमा संश्लेषित पाठ्यक्रम जारी गरेको बताए। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाएँ। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण, अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। ए त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। ए सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? चुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ सीरियस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125 सीसी सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड आयमी काउन्टर गेलै पैसा कार्ड लेलकै। पैसा राइका ब्याज कमाई पैसा कार्ड एमे ओनी देखली
अपन जनकपुर कैशलेस जनकपुर आइए नजीक के IME काउंटर से पैसा काट लिया आ कोनो दुकान में काट लक पैसा तिरू आ ब्याज से हो कमाऊ छुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्, त्यो मिस भयो। मन पर्ने सिनियर बोल्न आएको थियो, त्यो पनि मिस भयो। शक्ति छ नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपीसी सिमेन्ट। हाय हाय, सुन न, म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची? कहाँसम्म जान सक्छौ? वेट, ल हेर, यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा, तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनेट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल, आज भोलि सधैँ सँगै। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। बुधबार बिहानै सिन्धुपाल्चोकको रामचे केन्द्र बनाएर 6 रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको रामचे केन्द्र भएर 6 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँ उपत्यका लगायतमा महसुस गरिएको छ। बिहान 5:19 भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले जानकारी दिएका छन्। भूकम्पको धक्का काठमाडौँका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो। त्रासले यति बेला धेरै जसो मानिसहरू घर बाहिर बसेका छन्। थप विवरण आउन बाँकी छ। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेका छन्। महाशाखाका अनुसार हाल नेपाल मनसुनको न्यूनचापीय रेखा दक्षिणतर्फ रहेका छन्। न्यूनचापीय रेखाका कारण हाल देशभर सामान्य बदली रही प्रदेश 1 बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश 5, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जना चट्यान सहित हल्का वर्षा भइरहेको छ। यता प्रदेश 1 र गण्डकी प्रदेशका 1 र 2 स्थानमा भारी वर्षा भएको छ। यसैगरी बुधबार दिउँसो देशभर सामान्यता बदली रही केही स्थानहरूमा मेघ गर्जना चट्यान सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेश र प्रदेश 5 का 1 वा 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै राति देशभर सामान्यता बदली रही केही स्थानहरूमा मेघ गर्जना र चट्यान सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 1 गण्डकी प्रदेश र कर्णाली प्रदेशका 1 वा 2 स्थानहरूमा राति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान उल्लेख छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकामा वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका छन्। उनीहरूले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उनीहरूका अनुसार यो एन्टिबडी अरू एन्टिबडीको तुलनामा 10 गुणा सानो आकारको छ। यो एन्टिबडी AB8 नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाएको छ। ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा AB8 को औषधि प्रयोग गरेको र यो औषधिले कोरोना भाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको पाएको खबरमा उल्लेख छ। यो औषधिले शरीरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्न खबरमा उल्लेख छ। औषधिको प्रयोगले कोरोना लागेकालाई निको बनाउन भन्दा
पनि कोरोना संक्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकको भनाइ छ। पछिल्लो समय अमेरिका, भारत, ब्राजिल लगायतका देशमा संक्रमण तीव्र रूपमा बढ्दै गएको छ। कोरोना भाइरस विरुद्धको खोप निर्माणका लागि विभिन्न देश तथा कम्पनी लागिरहेका छन्। हस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नु टिभी टुडे। नमस्कार।